मेरो प्यारो मित्र अनि मेरो सब साथीहरूलाई एउटा कुरा भन्नु गइरहेको छु है, दुःखमा नगरौ। किनकि 14 वर्षदेखिको मेरो भोइस अरूको नाम र फेसमा लगाएर भ्रम दिएको थियो ज्यूस हैन, र अहिले म आफैले बनाएर सङ लगाउँदैछु हैन, तर पनि केही भएको छैन। लिन्छु त अहिलेसम्म मैले केही पनि लिएको छैन, न पैसा न साथ न माया, पाएको पनि छैन, दिएको त छैन हैन। र लिन्छु त सम्मानको साथ लिन्छु, न त लिँदिन। अब हैन, जो मेरो भोइस र शब्दमा बस्यो नि त्यो मान्छेले त अवश्य लिएको छ नि, किनकि म ब्रिजचन्द्र है। अनि अहिलेसम्म मैले लिन्छु त भनि गएँ हैन, लिन्छु त सम्मानको साथ मेडल सहित, किनकि नत्र भने लिँदिन। कसम भनेको म ब्रिजचन्द्र है, कसम। मैले अहिलेसम्म साथ र माया त पाएको छैन भनेपछि अरू त फरै जाओस्, म कुनै ग्रुपमा पनि छैन है, कसम। सबै छ त छ, छैन त छैन। आई एम ब्रिजचन्द्र। कसम भनेको झुट बोल्न आउँदैन हैन। अहिलेसम्म दिएको भए म यसरी बेहालतमा जिउनु पर्दैन हैन। म ब्रिजचन्द्र है, कसम, भगवान कसम। तर मेरो भोइस र शब्द आफ्नो बनाइसार्छु म, आफ्नो फेससहित म सङ झिके मैले बनाइसकेँ, इङ्ग्लिस हिन्दी नेपाली तिनटैमा लगाएको छु है। समान साथ नपाउन्जेल म लगाउन छोड्दिनँ, कसम, भगवान कसम। किनकि मैले अहिलेसम्म के पाएर के गुमाउँछु भनेर राख्नु होइन। मर्नु त एक न एक दिन मरि नै हालिन्छ हामी होइन, मान्छे भएर जन्म लिइसकेपछि है। त्यही भएर होइन, म सबै साथी, सबै प्यारो मित्रहरू सबैलाई भनेको है मैले, किनकि आजसम्म मैले कोहीसँग पनि हात मागेर खाएको छैन र होइन, खानु पनि नपरोस् र कमाएर खान्छु होइन। काम दिने प्रयास गरौ, सही भनेको नि त्यही हो तिमीहरूको होइन। तर रोक्नु नआऊ कि म गाना आफै बनाएर लगाउन सक्छु आफ्नो फेस सहित। तिमीहरू मेरो ठाउँमा भएको भए के होइन, भोइस पनि आफूसँग छ, शब्द पनि छ। तिमीहरू आफ्नो नाममा लाउन चाहन्थ्यौ कि तिमीहरू अरूको नाममा लाउन दिन्थ्यौ, त्यो भनौ न त। पहिले त मसँग केही थिएन र पो मैले केही नबोलिरहेको त, सबै चिज छ अब। तर मैले अहिलेसम्म कसम भनेको 1 रुपियाँ पनि कसैसँग पनि लिएको छैन, कोही